भने चाहिँ तपाईँ 100 वर्ष बाँचिन्छ है। चेस गर्नु। हेलो गाइस, वेलकम छ फेरि पनि न्यू भिडियोमा। अनि म चाहिँ निमा फुचोक अनि तपाईहरुले हेर्नु हुँदैछ धमक युट्युब च्यानल। अनि यदि तपाई युट्युब च्यानलबाट हेर्नु हुँदैछ भने मेरो च्यानललाई अनि सब्स्क्राइब गरिदिनुस् होला। अनि फेसबुकबाट हेर्नु हुँदैछ भने मेरो यो भिडियो जति सक्दो शेयर अनि कमेन्ट गरिदिनुस् होला। अनि भिडियो चाहिँ लामो नबनाइकन स्टार्ट गरिसकेको छ, हेर्नुस् होला तपाईहरु। ल अहिले चाहिँ अब ब्रेकफास्ट खाने टाइम भइसकेको छ। हामी सबैजना जान्दैछ, हेर्नुस् होला। अहिले चाहिँ हामी टुक्रो म यहाँ चम्पा खानु आँटेको छ है। उहाँ टुकुलाले चाहिँ चम्पा बनाउनु हुँदैछ। यो चम्पा खायो भने चाहिँ तपाईँ 100 वर्ष बाँचिन्छ है। चम्पा म्यान। यसमा चाहिँ तपाईँको टिबेटन चिया हालिरहेछ है, अन्त बटर हालिरहेछ। चम्पा चाहिँ यो वीर हिमाचलमा बनेको। तपाईले अब चम्पाबाट सबसे राम्रो चम्पा चाहिँ हामी नेचम भन्छ। चम्पा टुकुला सुन्नुहोस् न, चम्पा खायो भने के छ फाइदा के छ भन्नुहोस् त। स्पेसली मलाई नि उति याद त छैन, तर पनि अब चम्पा खायो भने चाहिँ मलाई लाग्छ आफ्नै जिउमा अब चम्पाबाट धेरै थरीको हुन्छ होइन ल। अनि चम्पाबाट सबसे राम्रो चाहिँ मलाई चाहिँ नेचम लाग्छ। नेचम है, नेचम भनेपछि उयो गाउँको होइन, गाउँको चम्पा राम्रो छ। किनभने अब यो खाइसकेपछि चाहिँ हाम्रो अब जिउमा आफूले अब फिल गर्दाखेरि नि अब एनर्जी चाहिँ आयो जस्तो हुन्छ है, भयो भने फिल हुन्छ। र अब अरू फास्टफुडहरू बिहान अब त्यो पास्ता भन्नेहरू चाउमिनहरू भनेर खानु भने त चम्पा नै खाएको राम्रो हुन्छ, बेस्ट लाग्छ। यसले ग्यास्ट्रिकहरू पनि हुँदैन है, अनि साइड इफेक्ट केही छैन, एकदम राम्रो छ चम्पाको खुबी चाहिँ। चम्पा खाऊ अरू बडी बनाऊ। ल अनि अहिले चाहिँ हामी ब्रेकफास्ट खाएर आइसकेको छ है। अब चाहिँ म तपाईँहरूलाई भित्र लगेर देखाउनेवाला छु है, भित्र। अनि सधैँ भन्दाखेरि चाहिँ आजको भिडियो चाहिँ एकदमै दामी हुनेवाला छ है।
टेस्ट गर्नु गेम खेल्ने यो होइन भिडियो यता 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 ए गेम खेल्ने नखेल्ने खेल्ने कि नखेल्ने 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 पब्जी नखेल्ने देखाउनु न पब्जी पब्जी कहाँ छ फोनमा छ नि अनि देखाउनु त आइज मिठा खानु आइज खाने यो चिप्स खाने दाइ आइज कुन 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 यो त्यो चिप्स हो अरे चिप 10 रुपियाँ हो ल चिप देख्दैछ खा खा मिठो अहिले चाहिँ ब्रेक भएर म रुममा आइरहेछ है अनि अहिले चाहिँ यहाँ कोही पनि छैन म चाहिँ यहाँ फोनको ब्याट्री अलिकति सकेर यहाँ आइरहेछु रुमटेकदेखि चाहिँ गान्तोकको भ्यू चाहिँ कस्तो देख्छ भने यहाँ हेर्नुहोस् होला रुमटेकदेखि चाहिँ गान्तोक चाहिँ यस्तो यो भिडियो चाहिँ तपाईँहरूले यहाँसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद छ अब चाहिँ म तपाईँहरूलाई गुम्बाभित्र लगेर देखाउनेवाला छु अनि यो भिडियोमा चाहिँ सबै म घुमाएर देखाउनेवाला छु यो चाहिँ देख्नु हुँदैछ तपाईँहरूले सेक्सन घरमा भएको सुटी नहीं खींचो लाई लाई सिचु लोगों ने ये ना पनि सँगै त आउन मिल्दैन खिचो होला र अहिले चाहिँ म चाहिँ वाङ पूजा सब सकेर अन्त रुममा आइसकेको छु है अनि म यो भिडियोलाई पनि यहीँसम्म राख्न चाहन्छु अनि तपाईँहरू मेरो युट्युबमा हेर्नु हुँदैछ भने अनि साइडमा भएको बेल आइकनलाई दबाएर अलमा राखिदिनुहोस् होला किनकि म फेरि पनि भिडियोहरू फेरि लिइरहनेछु अनि तबसम्मको लागि यो भिडियो चाहिँ म यहीँ नै राख्न चाहन्छु टेक केयर बाई बाई